आयो माथि राम्रो छैन होला डुबिहाल्नु उ त्यो घरै डुबिसक्यो पुलै जम्मै डुब्यो अब होइन खोलो अझै आइपुगेको छैन क्या माथिबाट हामीले खोलो त अझै आउँदैछ कि यो त आधी माथि आइपुगेको छैन त्यतातिर घरहरू सबै घरहरू लान्छ भाग्नु भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या बरु त्यो लाने नै हो क्या ढुक्कै लाने हो है ल हेर्नु त हेर्नुहोस् नि यो चाहिँ तपाईँको छोटो समयमा जान्छ भने ल हेर्नु त अब यता फलाफुपट्टि आइसक्यो कि यताको पनि यता पनि मान्छे हटे हुन्छ डाँडाको छेउ होइन यो केही पनि होइन क्या माथि चाइनाको लेनदेखि यो माथिको चाइनाको भोटेको हजुर ल भाइ यस्तो भएपछि ल स्याब्रु त अनि योभन्दा बढी कम हो अनि लगाइहाल्छ नि यसो छिटो माथि ल ढिक के अरे त्यो सोले बेत्रावती बजार पुरै स्याब्रु बेसी शान्ति बजार सबै ध्वस्त यो त तपाईँको थोरै हो अझै 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 बाँकी छैन न कति कति बेत्रावती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने ए भाग्नु भने के बाढी आयो भने कस्तो कुरा पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ त्रिशुलीलाई हेलो बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के त्रिशुली सबै भाग्नु भन्नु त्रिशुली बजारै डुब्छ यता यहाँ ठुलो बाढी आयो बेताउती बजार सबै बगाइसक्यो त्रिशुली बगाउन लागिसक्यो छिटो भने के भाग्नु भने यता माथि उता जानु छरे बजारबाट जानु कस्तो बेला बिदा बसिदियो हेर आज भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरह भने क्या बेताउती बजार सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेरेको कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो भाग्नु भने उता छरे भाग्नु भने क्या भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोला माथिबाट हिँडिरहेछ बजार बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोला माथि छ पुरै बजार त